किन रोको मान्छेको इगोमा आइसकेपछि बेस्ट फ्रेन्डको त्यस्तो कुरा हुँदैन हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज हामी फेरि हजुरहरूको समक्ष यति राम्रो राम्रो मिठो मिठो खानेकुरा लिएर चाहिँ यहाँ आइसकेको छौँ। हामीसँग छ यहाँनिर करेन्ट नुडल्स, एग, मोमो अनि मोमोको अचार रहेको छ। हामी बिच चाहिँ केही मिसअन्डरस्ट्यान्डिङ भएको थियो अगाडिको भिडियोमा भनौँ न, तर त्यो मिसअन्डरस्ट्यान्डिङ चाहिँ क्लियर भइसकेको छ। उसको र मेरो कुरा भइसक्यो त्यहाँपछि र हामी अहिले मिलिसकेका छौँ गाइज। त्यही भएर उसले मलाई सरी फिल गरायो अनि ठिकै छ नि त भनेर मैले माफ गरिदिएको है। बाइ द वे वी आर बेस्ट फ्रेन्ड। ये अब चाहिँ ढिला नगरिकन स्टार्ट गरौँ होला हैन त। रक पेपर सिजर। स्टप। बस ओइ मैले देखिन के चाल्छ कि देखिन्न। स्टप। Oh God. ओइ यत्रो खाना पाइँदैन है। राख यो राख। नमस्कार सदायारो बायालाई म जाम छु। तिमी के गरेको हो यस्तो? पुरा जेन्डर रिभिल गरे जस्तो गर्छौ त अनि। नमस्ते हजुर। मेरो घरमा चाहिँ नथोक है। रक पेपर सिजर। रुक न भन सुन।
गरेछु क्या सबै मेरो मेरो घर होइन त्यसै बात हो माई हाउस माई रुल्स साथीहरू माई लाइफ माई रुल्स भए जस्तो माई हाउस माई टेबल माई रुल्स हुन्छ है वाट माई हाउस माई लाइफ माई रुल्स माई चाउचाउ माई रुल्स अलिकति त थोरै थोरै भए पनि यसो ल्याउँदा हुन्थ्यो पैसा यसो खटाउँदा हुन्थ्यो नि त न अन्डाको अन्डा अनि यहाँ सुन्नु है अन्डा पनि मैले नै किनेँ अनि त्यसपछि यो चिप्सहरू पनि मेरै हो चाउचाउ पनि मेरै उसले जस्ट मोमोको मात्रै पे गरेको है फेरि मोमोको मात्रै पे गरेको अनि अझ धेर फुर्ती के बेस्ट फ्रेन्ड अरे यति भनेको नि सहन नसक्ने दिन्छु अनि खेलौँ लु 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 छोड्दु किन रिसाएको हौ के भयो के भयो ओइ के भयो किन रिसाएको किन रोको त्यति भनेको तपाईँहरूलाई के साँच्चै भने जस्तो लाग्यो यतिकै मैले जोक मात्रै गरेको है यति साह्रो चाहिँ जोक मात्रै गरेको हो क्या गरिमा नखेल्ने नि त ल कस्तो नखेल्ने हौ खाऊ तिमी सबै खाऊ मन नखेल्ने तिमीले त चाउचाउ पनि सबै तिरेको त्यसको पनि तिरेको होइन खाऊ न अब हे मैले त्यतिकै भनेको क्या जिस्केको पो हो त अनि तिमी कस्तो साँच्चै सिरियसली जे कुरा नि सिरियसली लिनुपर्छ अस्ति पनि साँच्चैको भने जस्तो मैले त्यतिकै अगाडि पनि त्यस्तै गरेको थियौ त्यतिकै त्यसरी भनिँदैन क्या हिन्जीलाई चाहिँ कसरी भनिँदैन हौ गरिमा कहिलेकाहीँ त मजाक पनि हुन्छ नि त के तिमी मेरो टिचर हो र मजाक नगर्नु के हो तिमी मेरो सिनियर हो साथीमा त बेस्ट फ्रेन्डमा मजाक हुन्छ त त्यस्तो अरूलाई हट गर्ने खालको मजाक हुँदैन क्या हिन्जीलाई प्लिज हट चाहिँ गरेको होइन क्या गरिमा तिमीलाई त्यस्तो लागेको हो लु मेरो ट्युसन जान ढिलो भएछ म चाहिँ गएको किन रिसाएको हौ तिमी जतिखेर पनि भएर बसौ ल खाऊ म खान्न खुवाइदिन्छु म नाइ खान्न भयो क्या के भयो म जान्छु घरै जान्छु म जिन्दगीमा कहिले पनि आउँदिनँ तिम्रो घर यस्तै हो कस्तो तिमीले अति भनेको तिमी मेरो बेस्ट फ्रेन्ड होइन बेस्ट फ्रेन्ड भए पनि मान्छेको इगोमा आइसकेपछि बेस्ट फ्रेन्डको त्यस्तो कुरा हुँदैन इगो भन्ने कुरा पनि हुन्छ बेस्ट फ्रेन्डमा इगो भन्ने कुरा हुन्छ सेल्फ रेस्पेक्ट भन्ने कुरा ल जेसुकै गर भयो नखेल्ने जिन्दगीमा आउँदिनँ तिम्रो घर जस्तो तिमीले त अगाडि त नआइज मेरो घर भन भने अब म आफै भन्छु मैले त्यतिकै भनेको हो किन यस्तो भनेको त मैले जोक मात्रै गर्न खोजेको हो क्या यतिकै हाँस उठ्ने फन्नी बनाउनु पो खोजेको त कति साह्रो सिरियस भएको तिमी म जान्छु घर थ्याङ्क यू सो मच फर वाचिङ छोड म गरिमा प्लिज म जान्छु छोड्यो नाटकमा खेलौँ न थोरै छ अब नखेलौँ क्या म नखेल्ने म जाने क्या घर छोड ल जेसुकै गर